नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसमा जे भदौ 23 र 24 गते भयो त्यो हाम्रो कर्मका कारण पनि भयो। अब हामी सुध्रिनुपर्छ भन्ने रियलाइजेसन छ। त्यो अनिवार्य छ। त्यो कुरा स्वीकार पर्छ। काहीँ न काहीँ हामी कांग्रेसले स्वीकारेको छ। काहीँ न काहीँ हामी चुकेका छौँ। काहीँ न काहीँ कांग्रेसले स्वीकारेको छ त। मान्यजीले एउटै डालोमा हेर्ने काम कांग्रेसले स्वीकारेको छ त। त्यो स्वीकार्नु पर्छ। अनि कुकुर बिरालो जस्तो झगडा गरेर त्यो सानेपारा चुन्दैमा के गरेर बस्छ? यो त पार्टीको आन्तरिक कुरा हो। यसमा अहिले धेरै बहस तर त्यसले त्यो पार्टीले जनतालाई, त्यो पार्टीले मुलुकलाई, तपाईहरुको गतिविधिले हाम्रो प्रगतिलाई असर गर्छ नि त। यो हामीलाई अत्यन्त चिन्ताको विषय हो छ। अनि चिन्ता पनि छ भने न्यार गरिरहने छलफल बहस त हुन्छ नि। त्यसलाई चिन्ता छलफल बहस हुन्छ। छलफल बहसबाटै निष्कर्ष निस्किन्छ नि। तर यति बेला कांग्रेसले कन्सोलिडेट भएर यस्तो शक्तिशाली सरकार छ, तपाईहरु त प्रमुख प्रतिपक्षी पनि हो। अब हामी त्यो सभापतिको पद भने बरु त्यो दुईटै अहिले बनाउनु भएको, बरु दुईटै बनाए पनि केही भएन, कतिवटा बनाउने तपाईहरुको कुरा भयो हैन। कुर्सी नभई कोही बस्दैन। यो सबै चिज होस्, तर हामी जनता कहाँ जान्छौँ, सत्ताले नहेरेका जनताका कुरा उठाउँछौँ। हिजो हामीले गर्न सकेनौँ, अब हामी पनि सुध्रिन्छौँ र यो सरकारलाई हामी चाहिँ खबरदारी गर्छौँ, यसो भन्न जानुपर्ने हैन त। एकदमै सही कुरा राजेश, धन्यवाद छ तपाईलाई। हाम्रो भनाइ त्यही हो। पार्टीभन्दा माथि हामी कोही पनि छैन, फेरि पनि भन्छु होइन। र पार्टीलाई हामीले एकीकृत गर्नु छ, पार्टी एक बनाउनु छ। त्यसको कुनै विकल्प छैन काङ्ग्रेसको भविष्यको लागि। हामी त पात्र समय सन्दर्भ समय अनुसार हामी आज आउँछु, भोलि अर्को आउँछ। तर काङ्ग्रेस रहनुपर्छ। तर काङ्ग्रेस एक भएर मात्र पनि पर्याप्त हुन्न। म स्पष्ट छु। त्यसको लागि अब देशको मुद्दा चाहिन्छ, जनताको मुद्दा चाहिन्छ काङ्ग्रेससँग। त्यो मुद्दा लिएर काङ्ग्रेसले पुनः हिन्दू धर्म र राजतन्त्र चाहिन्छ। अनि स्वाभाविक हो। पार्टी मेरो पार्टीको विचार सिद्धान्त मेरो हुन्छ, अरू पार्टीको विचार के छ भने मलाई नि हो र। ठिकै छ।